अरे मुक्चिर हो त घाम कति प्यालो लागेको छ। दर्शकबिन नमस्ते, हामी चाहिँ खाना पकाउन लागिरहेको छु म पारी हिमालमा चाहिँ। पकाउनु पर्यो, दाउरा छँदैछन्। चट्ट पकाउनु पर्यो, फेरि भोक लागेको छ, मिठो भइजान्छ आज। ओछ्याउने बुकी क्या गर्नु होइन, नल्याऊ। कोमल त उम्ता रहेछन्, चिसो त नहोला। पाटन चाहिँ रमाइलो छ क्या, कहीँ घरतिर काङ्गा कुङ्गा भन्दा जडीबुटी पाइनु पर्यो मजाले क्या। जडीबुटी पाइजाला पर्यो। आएन जोलीको कि ए पिटिहाल्नु भयो, पिटिहाल्यो पाक्छ अरे नि। पाइजाला अब को झगडा। पानी खाने भाँडो त्यही हो त। रोटी त आएन कि। ल उठौँ उठौँ दाजु। घाम त यहाँ त 8, 9, 10 बजे लाग्छ जस्तो छ। लाग्यो यस्तो घाम लाग्ने पारेको ठाउँ रहेछ नि। कति छ गरे अहिले यो कुन्टोलको? भने 1 लाख रुपियाँ किलो कुन्टोल भने 1,20,000। 1 लाख रुपियाँ कुन्टोल हो यो चिज भन्ने कुरा। सुकेर खत्तम भइसक्यो रहेछ। त्यो झोज हुन्छ, त्यो कोही बेला खालाम भिटामिन हुन्छ। फसाफस पार्नु क्या ए झोज नगर्नु। ओ बाबा हाल्नु पिरो रहेछ। चिसो दर्शकबिन नमस्ते, हामी चाहिँ खाना पकाउन लागिरहेको छु म पारी हिमालमा चाहिँ। घाम झुल्केको छ भर्खर, यता चाहिँ हिउँ छ, यस्तै छ, चिसो छ, धेरै चिसो छ यो ठाउँमा। यता पनि घरदेखि ल्याएको सिस्नो पाक्दैछ। सिस्नो पाक्दैन जस्तो छ यार।
यस्तो याद खान्छ माछिले तै Ơi, có tơ. À. माथिबाटै जानु